मुख महोदय, गणतन्त्र स्वर्ग हो रे, राजतन्त्र नर्क हो रे। त्यही भएर रहेछ हाम्रो मुख्यमन्त्रीज्यू केही समय अगाडि राजा भएको देश दुबईमा अर्थात् नर्कमा बसेर आउनु भएको रहेछ। नर्कको विकास कस्तो हुने रहेछ भनेर यहाँ बखान पनि गर्नुभयो, खुसी लाग्यो। नेपाली जनता नर्कमा बस्न तयार छन्, रैती हुन तयार छन्, तर विदेशीका एजेन्ट हुन तयार छैनन्। सभामुख महोदय, राजासँग गणतन्त्रवादी सबै दलहरू किन डराएको? तपाईहरू किन छटपटाएको? तपाईहरू गलत गर्ने अनि राजापट्टि औँला देखाउने। 17 वर्षदेखि तपाईहरूको गणतन्त्रले जनता आजित भइसके, त्यो तपाईहरूलाई थाहा नभएको हो? राजनीति गरेर सांसद भइसकेको व्यक्तिहरूलाई राजा फर्केको इतिहास थाहा नभएकै हो? यदि थाहा नभएको हो भने विश्वको इतिहास पल्टाएर हेर्नुहोला, स्पेनको इतिहास पढ्नुहोला, कम्बोडियामा के भएको थियो जानकारी लिनुहोला। बेलायतमा राजा निरङ्कुश भए भनेरै चार्ल्स प्रथमलाई फाँसी चढाइयो, तर गणतन्त्रवादीहरूको व्यवहारले 12 वर्ष नपुग्दै विदेशमा बसेका राजाका छोरा चार्ल्स द्वितीयलाई राजगद्दीमा बसाए। त्यति मात्र होइन सभामुख महोदय, गणतन्त्रका नायिके हुँ भन्ने क्रमवेललाई जनताले चिहानबाट खोतलेर बाँकी रहेको अस्थिपञ्जरलाई फाँसीमा चढाए। जनताले चाहे भने के गर्न सक्छन् भन्ने कुरालाई हल्का रूपमा नलिनुहोला। सभामुख महोदय, 17,000 मारिएर गणतन्त्र आउँदा पनि देशले सुख किन पाएन? गणतन्त्रमा दलहरूले जनतालाई किन शरणार्थी बनाए? व्यवहारमा सर्वहारा वर्गको मुक्तिको सपना देखाएर सुन तस्करी किन भयो? कम्युनिस्ट नेताले रक्सी बोकेर महिलाको कोठामा किन धाएको? चुनाव हारेको व्यक्तिलाई किन प्रधानमन्त्री बनाइएको? बहुदलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रमा दलभन्दा बाहिरको व्यक्ति प्रधान न्यायाधीशलाई लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध किन प्रधानमन्त्री बनाइयो? समानता, निशुल्क शिक्षाको हावादारी गफ दिएर आफ्नै नाति नातिनालाई महँगो स्कुलमा किन पढाइयो? गणतन्त्रमा नेताले आफ्नो सन्तानलाई पढ्न विदेश पठाउँदै आफू चाहिँ देशको शिक्षा मन्त्री किन भयो? 13 वर्षसम्म गणतन्त्रको सत्तामा बसेर कम्युनिस्टले मोजमस्ती किन गरे? नेताहरूले गणतन्त्रमा सरकारी जग्गाहरू किन खाए? नेताहरूले देशको उद्योगहरू किन बेचे? युएसए आइडीको डलर खाएर नेताहरूले संघीयता किन ल्याए? युएसए आइडीको डलर खाएर धर्मनिरपेक्ष पक्षता देशलाई किन बनाइयो? राजतन्त्र विरुद्ध आन्दोलनको प्रमुख सल्लाहकारमा भारतीय कम्युनिस्ट सीताराम येचुरीलाई किन बनाइयो? गणतन्त्रपछि देश छोड्नेको संख्या किन बढ्यो? गणतन्त्रपछि ग्रे लिस्टमा देश किन गयो? यी जनताहरूले तपाईहरूलाई प्रश्न सोधेका छन्, जवाफ दिनुहोला। सभामुख महोदय, युवाहरू किन विदेश गएका छन् भनेर सरकारले छानबिन समिति बनाउने रे। युवा विदेश किन गए भन्ने यो सरकारलाई साँच्चै थाहा नभएको हो? देशमा भरपर्दो स्वास्थ्य व्यवस्था छैन, शिक्षा गुणस्तरीय छैन, रोजगारीको व्यवस्था छैन, अनि किन बस्ने देशमा युवा? नेताहरूले दिनको 3 पटक मासु खान पाउनु भयो रे, 10 वटा कोड चिलाउनु भएको छ रे। यसो भन्दै गर्दा अलिकति पनि अप्ठ्यारो लागेन होला? देशका युवा आफ्नो परिवार बालबच्चा पाल्न धौधौ भएर खाडी गएर श्रम बेचेर पसिना बगाउने, अनि नेताहरूले उनीहरूले पठाएको रेमिटान्सबाट तलब खाएर 3 चोटि मासु खाना पाएका छौं भनेर खुसी हुने। ती युवाहरूको आँसु लाग्छ तपाईहरूलाई। तपाईहरू गणतन्त्रका नाउँमा देश लुट्ने अनि जनताले तपाईहरूको जय जयकार गर्नुपर्ने। शिक्षक सडकमा, डाक्टर सडकमा, सहकारी पीडित सडकमा, सबैजसो नेपाली सडकमा, नेताहरू सिंहदरबार र भैँसे पार्टीमा, अनि गणतन्त्रले गजब भए भनेर भनिदिनु पर्ने हो। सभामुख महोदय, फागुन 25 गते एयरपोर्टमा उपस्थित भएको लाखौं जनताले तपाईहरूको गणतन्त्र नबुझेरै आएका होलान् कि ती नेपाली जनता नै होइनन्? जवाफ दिनुहोला। जनताको 30 वर्ष पञ्चायतमा बर्बाद भयो भनेको पनि सुनियो। 30 वर्ष पञ्चायतमा देशमा के भएको थियो भन्ने जानकारी नभएको हो। 14 अञ्चल 75 जिल्ला कसले बनायो? नेताले कि राजाले? नेपालमा भारतीय पाठ्यपुस्तकको रोक कसले लगायो? भारतीय सेनाको उपस्थिति नेपालमा कसले रोक्यो? जलस्रोतमा भारतीय हस्तक्षेप कसका पालामा रोकियो? पञ्चवर्षीय योजनाको सुरुवात कसले गर्यो? राष्ट्र ब्याङ्कको स्थापना राजाले गरे कि गणतन्त्रवादी नेताले? भूमि सुधारको व्यवस्था कसले गरे? सर्वोच्च अदालत कसले बनायो? सभामुख महोदय,
पूर्व पश्चिम राजमार्ग, अरनीको राजमार्ग, पृथ्वी राजमार्ग लगायत सबै जसो राजमार्ग कसका पालामा बने? वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, विराटनगर जुट मिल, गोरखकाली टायर, जनकपुर चुरोट कारखाना, जनताले जुत्ता लगाउन पाएनन् भनेर बाँसबारी जुत्ता कारखाना कसले खोल्यो? सस्तोमा स्वदेशी कपडा लगाउन पाउन् भनेर हेटौडा कपडा उद्योग, बुटोल धागो कारखाना कसले स्थापना गर्यो? सिमेन्ट उद्योग, त्रिभुवन विश्वविद्यालय कसले सुरुवात गर्यो? नेपाललाई युएनमा सदस्यता कसले दिलायो? राजाका पालामा बोल्न पाइँदैन थियो भन्दै भ्रम नछोडौं। रेडियो नेपाल, नेपाल टेलिकम, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन कसका पालामा स्थापना भए? पञ्चायत कालमा स्थापना भएका उद्योग कल कारखाना लिएर तपाईहरूले कहाँ पुर्याउनु भयो? जवाफ दिनुहोला। अधिकांश सामुदायिक विद्यालय राजा महेन्द्रले सुरु गरेकी गणतन्त्रवादीले जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षयरोग अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल अस्पताल पञ्चायत कालमा बनेकी कहिले बने अध्ययन गर्नुहोला। सभामुख महोदय, हिजो राजाका पालामा 60 जनामा 45 जना चप्पल नलगाएर भए पनि स्कुल जान्थे अरे। अहिले गणतन्त्रका पालामा गाउँ-गाउँका स्कुलमा 5 जना पनि विद्यार्थी पढ्न गएका छैनन्। अनि यसलाई गणतन्त्रको उपलब्धिको रूपमा लिनुपर्ने हो? यो संघीय संरचनाले देश र जनता लुटिरहेको छ। देश भ्रष्ट, असक्षम र नैतिकहीन नेताहरूको कारण झन गरिबी, अविकसित र वैदेशिक हस्तक्षेपमा फसेको छ। बजेट बाँड्ने सांसदहरूलाई खुसी पार्न हो भनेर पनि भनेको सुनियो। बजेट जनताको विकासको लागि हो या देश र जनताको विकासको लागि हो? यो सभामुख महोदय मार्फत म प्रश्न गर्न चाहन्छु। यो पार्टीका नेता र कार्यकर्ताको लागि होइन। जुन देशले देश टुक्राउन संघीयता ल्याइदिएको थियो, त्यही देशको राष्ट्रपतिले अहिले नेपालको संघीयतालाई ठग भनिदियो। नेपालका नेताहरूलाई ठग भन्यो। अब कहाँबाट पैसा ल्याएर संघीयता चलाउने? 10 महिनामा 4 खर्ब सार्वजनिक ऋण उठाएको छ सरकारले। त्यसलाई पनि तलब भत्तामा खर्च गरेको छ। कहिलेसम्म ऋणले देश चलाउने हो? सभामुख महोदय, यो गणतान्त्रिक सरकारले विचारका आधारमा प्रतिशोध साधिरहेको छ। चैत्र 15 गतेको तिनकुने घटनामा शान्तिपूर्ण आन्दोलनमा सरकारले आतंक मचाएर जुन घटना घटायो त्यसको निन्दा र भर्त्सना गर्दछु। लोकतन्त्रको हुङ्कार लगाउने सरकारले फरक विचार र फरक आस्था राख्ने दलहरूलाई कार्यक्रम गर्न वञ्चित गर्दैन। यो लोकतन्त्र होइन सभामुख महोदय, यो त दलतन्त्र हो। यो दलतन्त्रको सरकारले फरक विचार राखेकै आधारमा निर्दोष व्यक्तिहरूलाई झुटा मुद्दा लगाएर प्रहरी हिरासत 58-59 दिनदेखि राखिरहेको छ। बाटोमा फालेर गुडिरहेको 2